Everyone, welcome back to my पुष्पराज मैं झुकेगा नहीं साला YouTube channel. I have 7 animal separate देखाउँदै के गर्दैछ भन्नु अल्लाह माफ करे, बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तौबा तौबा तौबा, थारा मूड खराब कर दिया होला है। मैले चाहिँ ब्रेड देखाउँदै मक्खा खुसी हुँदै है, अनि दुध है, यसमा चाहिँ दुध छ। के गर्दैछ भन्नुहुन्छ होला। मैले चाहिँ गुलाब जामुन बनाउन जाँदैछु, घर होममेड। अनि ब्रेड चाहिँ पल्टिँदैछ है, देखिन नि माने छैन क्या। दुध र ब्रेड चाहिँ मैले लिइसकेँ है। अनि भाइले चाहिँ म काट्छु भनेर एक दुई पिस के काट्दै थियो। अनि त बाहिरको अब हामीलाई चाहिने त भित्रको स्लाइसेस, भित्रको वाइट पाएको हो नि त। हामीलाई गुलाब जामुन बनाउनलाई छ। अनि हातमा चाहिँ कति छिटो खाना बाप यहाँ छोड़कर गया था कि तेरी माँ खानालाई लिएर हिँडिसक्यो। मैले चाहिँ काटेर पनि छुट्याइसकेँ, दिन सक्नुहुन्छ है। अनि त्यसरी अब यसलाई चाहिँ छुट्याइसक्यो। फेनले चाहिँ यताउति बनाइदिइरहेको थियो टुक्रा टुक्री। अनि यसलाई चाहिँ अब टुक्रा बनाउनु पर्ने हुन्छ कि स्लाइसेसहरू त्यत्तिकै राख्नु त दुधमा भिजाउनु त अलि हुँदैन नि त। त्यही भएर यसलाई टुक्रा बनाउनु पर्ने हुन्छ हामीले चाहिँ। बिस्तारै बिस्तारै मैले चाहिँ टुक्रा बनाउँदैछु सबैलाई। अनि त्यसपछि देख्न सक्नुहुन्छ है, टुक्रा बनाएर पनि लगभग सकिसकेँ। अनि मैले चाहिँ सानो कचौरामा चाहिँ हेरेँ हुने रहेछ, त्यही भएर चाहिँ मैले अर्को थाउलामा खनाएको। अनि चाहिँ अझै ठुलो रहेछ कि त्यहाँ टुक्रा अझै सानो नै बन्न नबनेको रहेछ। अनि त्यही भएर हाम्रो चाहिँ दुध पनि भइसकेको छ। दुध पनि अब हामीले यसबाट माथि माथि दुध पनि हालिसकेँ है, देख्न सक्नुहुन्छ हजुरहरूले पनि। अनि मैले चाहिँ यसरी बनाएँ। मैले चाहिँ फर्स्ट टाइम बनाएको, फर्स्ट टाइम गरेको। अनि यसलाई चाहिँ हामीले मुस्छौँ है, पिठो जस्तै बनाएर, जस्तै पिठोको डो जस्तो बनाउँछौँ हामीले, त्यस्तै बनाउनु पर्ने हुन्छ। त्यही भएर चाहिँ मैले मुस्दैछु यहाँ। अनि त्यसपछि मैले चाहिँ फर्स्ट टाइम ब्रेडको बनाउँदैछु, कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला है, माया साथ सबै दिनु होला। त्यसपछि मैले चाहिँ मुस्दैछु। अनि त्यसमा चाहिँ मैले लिएको दुध चाहिँ थोरै भएछ। त्यसपछि मैले फेरि दुध पनि थोरै थपेँ। अनि दुध सँगसँगै चाहिँ मैले थपेँ, फेरि घिउ पनि हालिदिएँ। घिउ हाल्यो भने चाहिँ पिठो अलि डो मुलायम हुन्छ कि भन्ने सोचले चाहिँ अनि पिठोमा घिउ पनि थोरै भयो भने थपिदिएको। अनि फेरि मैले मुस्दैछु अघि जस्तै गरेर, मुस्दैछु मुस्दै चाहिँ हाम्रो अब लगभग मसिनो भइसक्यो कि सबै त्यसमा ब्रेडहरूमा चाहिँ दुध पुगिसक्यो र हाम्रो डो पनि तयार भइसक्यो, देख्न सक्नुहुन्छ। अनि त्यसपछि अनि कस्तो राम्रो मजाले मुलायम भएर तयार भइसकेको छ। अनि त्यसपछि मैले चाहिँ ट्राईको लागि एउटा डल्ला चाहिँ अब गुलाब जामुनको सेपमा चाहिँ निकाल्नु पर्ने हुन्छ नि त। त्यही भएर डल्ला बनाउन खोजेको। अनि भएछ लगभग, कस्तो राम्रो भएको छ कि देख्न सक्नुहुन्छ, कस्तो राम्रोसँग मुलायम तरिकाले भएछ। हाम्रो दुध चाहिँ रेडी भइसक्यो। अनि अब चाहिँ मैले चास्नी, यसलाई यत्तिकै छोडेर चास्नीको लागि दिउरी बसालिसकेँ। र चास्नीमा चिनी हाल्नुपर्छ, सबैलाई थाहा नै होला है। चास्नी बनाउनलाई म रेडी गर्दैछु है। अनि चिनी चाहिँ चम्चा सानो भयो कि सानो थोरै आयो, त्यही भएर चाहिँ मैले डब्बासित हालिदिएँ। आफूलाई चाहिने, आफूलाई युजफुल चिनी चाहिँ हालेँ। कति आफूले जति बनाउँदैछ त्यही अनुसारले चाहिँ हाल्नु होला हजुरहरूले है। मैले चाहिँ आफूलाई चाहिने यति भए हुन्छ भन्ने त्यसले चाहिँ सोचमा चाहिँ हालिसकेर, अनि अब चाहिँ हामीले ग्यास बाल्नुपर्ने हुन्छ। यसलाई चाहिँ मिडियम फ्लोमा पकाउनु पर्ने हुन्छ है। त्यही भएर चाहिँ मैले मिडियम फ्लोमा ग्यास बालिसकेँ है, देख्न सक्नुहुन्छ। अनि अब चाहिँ हामीले यसमा मिठो बास्ना आओस्, स्वाद आओस् भनेर चाहिँ हामीले यसमा इलाइचीहरू चाहिँ हाल्यौँ। हामीले चाहिँ सधैँ चियाहरू पनि हाल्ने भएर यसरी धुलो बनाएर राख्छौँ। त्यही भएर चाहिँ धुलो राखिदिएँ मैले, थोरै राख्छु भने। तुमसे ना हो पाएगा हल्दी धेरै नै हालिदिएछ। अनि तर
यति मिठै भयो थियो लास्टमा चाहिँ पछाडि मिठो नै भयो थियो देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ हामीले मिडियम फ्लेममा पकाउँछौँ र हाम्रो यता गुलाब जामुनको सेपहरू पनि रेडी भइसक्यो र चास्नी पनि रेडी भइसक्यो पाक्दैछ र देख्न सक्नुहुन्छ। अब हामीले चास्नीलाई चाहिँ सेलाउन हाल्नुपर्ने हुन्छ। अब यसलाई चाहिँ हामीले फेरि चाहिँ तेलमा चाहिँ हामीले गुलाब जामुनलाई चाहिँ पकाउनु पर्ने हुन्छ अनि फ्राई गर्नुपर्ने हुन्छ। लगभग रातो रातो बनाउनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ मेरो चाहिँ बनिसक्यो अनि बिचमा चाहिँ भिडियो बनाउँदै भिडियो नै के भएछ सक्नुहुन्छ है। मैले चाहिँ बिस्तारै मिडियम फ्लेममा मजाले चलाउँदै निकाल्दैछु अनि हामी चाहिँ लगभग रेडी भइसक्यो है। अनि हामी चाहिँ अब तेल चलाउनु पर्ने हुन्छ। मालूम है तेरे बाप को मत सिखा। त्यही भएर चाहिँ मैले यस्तरी निकालिदिएँ देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो त्यो गुलाब जामुनको सेप रेडी भइसक्यो र हामीले यति धेरै पकाइसक्यौँ। बिस्तारै पकाउँदै भिडियो बनाउँछु अनि के भएछ र देख्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो यति बाँकी छ र हाम्रो पाक्दै पनि छ। हामी चाहिँ लगभग सबै रेडी भइसक्यो। चास्नी पनि रेडी छ अनि गुलाब जामुन पनि रेडी नै छ अनि हामी चाहिँ कस्तो चर्केछ के त्यसमा के भइरहेको चर्केछ कि फर्स्ट टाइम बनाएको मलाई त केही थाहा नि भएन। अब चाहिँ हामीले चाहिँ यो गुलाब जामुनलाई चाहिँ हामीले चास्नीमा डुबाएर राख्नुपर्ने हुन्छ है। मैले चाहिँ यसरी एउटा गर्दै चाहिँ राख्दैछु। सबै एकैचोटि हाल्दै पनि हुन्थ्यो के अरे फेरि के जग्गा चलेछ मेरो एक घन्टा डुबाउँदैछु टाइम वेस्ट देख्न सक्नुहुन्छ। अब चाहिँ यस्तरी डुबाएर राख्यो भने चाहिँ भित्र गुलाब जामुनको भित्रसम्म चाहिँ चास्नी पुग्छ र मुलायम भएर गुलाब जामुन चाहिँ मिठो हुने भएकाले चाहिँ हामीले यसरी चाहिँ डुबाएर राख्छौँ। हजुरहरूले पनि डुबाएर राख्नुहोला र अनि आफ्नो स्वादअनुसार है आफूलाई यति घन्टा राखे हुन्छ यति घन्टा राखे ठिकै हुन्छ भन्ने सोचले चाहिँ राख्नु होला हजुरहरूले चाहिँ। मैले चाहिँ लगभग त्यस्तो धेरै बेर चाहिँ राखिनँ। मैले चाहिँ धेरै बेर राखेको भनेको 1 घन्टा 1.5 घन्टा 1 घन्टा लगभग 1 घन्टा जति राखिसकेँ है। यो चाहिँ अब हामीलाई एकैछिन चाहिँ राख्नुपर्ने हुन्छ है। गुलाब जामुनले पनि चास्नीलाई सोर्स गरोस् भित्र लियोस् अनि हामी चाहिँ रेडी भइसक्यो। हेर्नु 1 घन्टा राख्दाखेरि कस्तो निस्केछ क्या बाहिर के निस्केकोला है। अनि हुन्छ फर्स्ट टाइम बनाएको के भयो म त अनौठो भएर के भएछ देख्न सक्नुहुन्छ। र हाम्रो चाहिँ रेडी भइसक्यो। अनि त्यसपछि मैले चाहिँ हामी चाहिँ घरमा 4 जना छौँ नि त सबैजनालाई चाहिँ मैले हाल्दैछु आफ्नो भाग जति पुग्छ त्यति फर्स्ट टाइम बनाएको खुब मक्ख पर्दै मिठो होला जस्तो देखेको के देखिन चाहिँ अनि त्यही भएर चाहिँ अनि मैले चाहिँ बनाएँ फर्स्ट टाइम बनाएको नि त अनि क्या मिठो होला जस्तो देखेको थियो अनि त्यही भएर अनि म चाहिँ कति खुसी हुँदै चाहिँ अनि राख्दैछु सबैलाई है। देख्न पनि सक्नुहुन्छ हामी चाहिँ रेडी भइसक्यो। हजुरहरूले पनि आफ्नो तरिका अनुसार अनि सुजीको बनाउन मन लाग्छ भने सुजीको त्यसपछि ब्रेडको धेरै आइटम हुन्छ नि त बनाउने तरिकाहरू चाहिँ आफ्नो तरिकाले बनाउन सक्नुहुन्छ हजुरहरूले पनि। तर मैले चाहिँ फर्स्ट टाइम ब्रेडको बनाएँ। अरू बेला चाहिँ अब सुजीहरूको बनाउने नै छु अनि त्यसपछि फर्स्ट ट्राई हो नि त मेरो त त्यही भएर अनि मैले चाहिँ चास्नी थोरै माथिबाट पनि हालिदिएँ किनभने चास्नीको रसले मिठो होस् भनेर चाहिँ चास्नी पनि राम्रोसँग आओस् भनेर राखिदिइसकेर देख्न सक्नुहुन्छ है कति मिठो होला जस्तो भएको कि राम्रो भएछ मिठो होला जस्तो भएछ। अनि त्यसपछि मैले चाहिँ आमाहरूलाई मम्मीलाई दिइसकेर अनि कस्तो मिठो तरिकाले खानुभयो भाइले चाहिँ मोबाइल नै हेरिरह कस्तो मिठो होला जस्तो खाएर हामीले सबैले कभी कभी लगता है कि आप उन्हीं भगवान है। मलाई पनि खतरा खाम भन्ने भइरहेको देख्न सक्नुहुन्छ है। एहे रहा नहीं जाता तड़प ही ऐसी है ना। नहीं सोके अनि चाहिँ म पनि खाँदैछु यहाँ चाहिँ है क्या म आफैले बनाएको भएर कति मिठो लागेको मलाई चाहिँ र अनि नाइस। यति भिडियो चाहिँ यति नै है लास्ट धेरै मिठो। हजुरहरूले पनि घरमा बनाएर खान सक्नुहुन्छ। बाई बाई।